साथ नहीं बोलेगी वैसा तुमको करनी पड़ेगी। जैसे अब तक तो बहुत चल रही है मेरी। मंजूर। Breaking news. अब Australian student visa process अझै सजिलो. Nepal has moved from level. तिमीले अस्ट्रेलियामा क्रिएटिभ आर्ट्स पढ्छु भनेको थियो नि, मेड एनी डिसिजन? गर्दैछु राइटिङ एन्ड डिरेक्टिङ कोर्स हो नि मेरो. मलाई नि कस्तो एक्टिङ पढ्नु मन त थियो, तर फेरि नेपालमा क्रिएटिभ स्कुलको त्यति अप्सनै रहन्छ। नेपालमा नभएर के भयो त, अस्ट्रेलियामा त छ नि. अस्ट्रेलियामा एकदमै राम्रो कलेज छ कोलार्ट्स भन्ने, अस्ट्रेलियन कलेज अफ आर्ट्स हो. फेरि त्यहाँ त राइटिङ एन्ड डिरेक्टिङ मात्र होला कोर्स? नै त्यहाँ त राइटिङ एन्ड डिरेक्टिङ मात्र होइन, एक्टिङ, मिडिया एन्ड स्क्रिन अनि स्क्रिन प्रडक्सन जस्तो धेरै कोर्सहरू पनि छ. तर मलाई अप्लाई गर्नु पनि थाहा छैन कसरी गर्ने, अनि मेरो ग्याप पनि छ. ग्याप त 2 वर्षसम्म पनि एक्सेप्टेड छ. अनि जिपिए त कम भए पनि केही हुँदैन, 2.6ले पनि एप्लाई गर्न मिल्छ र स्कलरसिप त भन्नै पर्दैन. अहिले त झन् अहिले जुलाई इन्टेक चलिरहेछ र अरू भनेको डकुमेन्टेसन र भिसा प्रोसेसिङहरूको बारेमा त रिज एजुकेसन एडभाइजर छँदैछ नि. आज तिमी र म भिजिट गर्न जाऊँ है. जाऊँ ल. Visit us today at Bagbazar and start your creative journey to Australia.